यही आउँदो माघ 16 गते आबाट आमा चलचित्र रिलिज हुँदैछ। यो चलचित्रको रिलिज डेट नजिक आइराख्दा यो चलचित्रको सेकेन्ड गीत जाँदैछु नौ डाँडा काटेर बोलको गीत अब रिलिज हुने भएको छ। आज यो गीतको पोस्टर सार्वजनिक भएको छ। यो गीत कहिले कुन युट्युब च्यानलमा रिलिज हुँदैछ आज म चर्चा गर्न गइरहेको छु। भिडियोलाई पुरा हेरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चा छ त आबाट आमा चलचित्रको बारेमा। यो चलचित्र हेर्नको लागि दर्शकहरू एकदमै धेरै कुरेर बसिरहेका छन्। यो चलचित्रको सार्वजनिक भएको टिजरले अहिलेसम्म आइपुग्दाखेरि युट्युबमा 15 लाखभन्दा बढी भ्युज पाइसकेको छ। टिजरलाई दर्शकहरूले एकदमै धेरै मन पराइसक्नु भएको छ। त्यसै गरी यो चलचित्रको पहिलो गीत लैजा खबर ए हावा बोलको गीतले पनि युट्युबमा अहिलेसम्म आइपुग्दाखेरि 30 लाखभन्दा बढी भ्युज प्राप्त गर्दै सुपर हिट साबित भइसकेको छ। यसै क्रममा अब यो चलचित्रको सेकेन्ड गीत जाँदैछु नौ डाँडा काटेर बोलको गीत रिलिज हुने भएको छ। आज यो गीतको पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक भएको पोस्टरलाई दर्शकले एकदमै धेरै मन पराउनु भएको छ र गीत हेर्नको लागि दर्शकहरू एकदमै धेरै कुरेर बसिरहेका छन्। जाँदैछु नौ डाँडा काटेर बोलको गीतको अलिकति टुक्रा टिजरमा पनि राखेको थियो। त्यतिखेर पनि दर्शकहरूले यो गीतको अलिकति टुक्रालाई एकदमै धेरै मन पराउनु भएको थियो। विशेष गरेर टिकटकमा एकदमै धेरै भाइरल भएको थियो। धेरैले टिकटक भिडियो बनाएका थिए। फाइनल्ली अब फुल गीत भने यही आउँदो बिहिबार रिलिज हुने भएको छ। आज पोस्टर सार्वजनिक गर्दै गीतको रिलिज डेट पनि सार्वजनिक गरिएको हो। बिहिबार दिउँसो 2 बजे युट्युब च्यानल ओएसआर डिजिटलमा जाँदैछु नौ डाँडा काटेर बोलको गीत रिलिज हुँदैछ। यो गीतले पनि तहल्का मचाउने पक्का छ। यो गीतमा पल्सा, उषा, सिमरन, विपना थापा लगायत थुप्रै कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाउने भएका छन्। आबाट आमा चलचित्रमा चन्द्र पन्तको डाइरेक्सन रहेको छ। यतिखेर चन्द्र पन्तको पनि बवालै चर्चा भइरहेको छ। पछिल्लो समय उषा, सिमरन, त्यसै गरी सुपरस्टार नायक पल्सा फिल्मको प्रमोसनमा तीव्र गतिमा लागिरहेका छन्। थुप्रै अन्तर्वार्ताहरू दिइरहेका छन्। अझ पल्साले त महोत्सव कार्यक्रममा पनि आबाट आमा चलचित्रको बवालै प्रमोसन गरिरहेका छन्। महोत्सव कार्यक्रममा आबाट आमा चलचित्रको बवालै प्रमोसन भइरहेको छ र महोत्सव कार्यक्रममा पनि आबाट आमा चलचित्रको बवालै क्रेज र डिमान्ड देखिएको छ। आबाट आमा चलचित्रले माघ 16 गतेबाट हल हलमा तहल्का मचाउने, आगो बाल्ने, आँधी तुफान लिएर आउने देखिरहेको छ। आबाट आमा चलचित्रमा सुपरस्टार नायक पल्सा, विपना थापा, उषा, सिमरन, प्रदीप लगायत थुप्रै कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाउनुभएका छन्। अब यो फिल्म रिलिज हुनको लागि मात्र 2 हप्ता बाँकी रहेको छ। हस्, त्यति भन्दै म बिदा हुन चाहन्छु। आबाट आमा चलचित्रको सेकेन्ड गीत जाँदैछु नौ डाँडा काटेर बोलको गीत यही आउँदो बिहिबार युट्युबमा रिलिज हुँदैछ। हेर्नको लागि कतिको एक्साइटेड हुन्छ र माघ 16 गते फिल्म हेर्नको लागि कतिको धेरै कुरेर बसिरहनु भएको छ कमेन्ट गर्न भने नभुल्नुहोला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हस्त, धन्यवाद।